नमस्कार लक्ष्मी राई फेरि पनि दङरङ्ग आइसकेको छु सामाजिक सञ्जालमा होइन। अब के भन्छ हातलाई दियो गोडालाई दुःख भने जस्तै हिजो चाहिँ मेरो यो काठमाडौँ जिल्ला अदालतमा होइन अब के भन्छ मेरो काम थियो थोरै अनि त्यो काठमाडौँ जिल्ला अदालतबाट निस्केपछि चाहिँ म प्रत्यक्ष लाइभ गर्दै यो अब देश र जनतालाई कानुन बनाएर देश बनाउँछ होला भनेर चाहिँ नि हामीले जिताएर पठाएको सांसद भवन होइन सांसदहरू र सांसद जुत्ने भवन पछाडितिर पनि फुटपाथतिर बाटो बन्दै रहेछ होइन। अहिलेसम्म बनेको रहेन रहेछ र अहिले बनाउँदै पनि रहेछ अलिअलि। अब त्यहाँ मजदुरहरू जम्मा 10-12जना होला ठाउँ ठाउँमा बनाउँदै रहेछ। अब बन्नु बाँकी रहेछ धेरै होइन, मर्मत गर्दै रहेछ र म प्रत्यक्ष लाइभ पनि गर्दै आएको थिएँ। त्यो सांसद भवन त्यो जुत्ने भवन के सांसदहरू देश बनाउने कानुन बनाउने नेपाल बनाउने भनेर चाहिँ गएको सांसदहरू जुत्ने भवन पछाडितिर बाटो एकदम फुटपाथहरू हिँड्नु अप्ठ्यारो रहेछ, अहिले पनि बनेको रहेन रहेछ होइन। र हिजो चाहिँ 21-20 गते होइन, अनि आज 21, हिजो 20 हिजो 19 गते होइन, आज 20 गते, हिजो 19 गते चाहिँ म प्रत्यक्ष लाइभ गर्दै आएको थिएँ होइन। अनि म चाहिँ के भन्छु भने होइन, हाम्रो देश बनाउनुलाई कानुन बनाउनुलाई पठाएको सांसदहरू त्यो भवनभित्र जुत्नु बाँध्नुभन्दा 1 घन्टा निस्केर तपाईँहरूको जुत्ने भवन यता पछाडितिर चाहिँ नि 1 घन्टा श्रमदान गर्नु, अलिक फुटपाथमा बाटो हिँड्नुलाई सजिलो होस् होइन। 1 घन्टा तपाईँहरू कति सही सांसदहरू हुनुहुन्छ त्यहाँभित्र चाहिँ नि त्यो बाहिर चाहिँ श्रमदान गर्नुभयो भने अलिकति राम्रो बाटोमा चाहिँ हामी चाहिँ के भन्छ होइन पैदल यात्रीहरू राम्रो हिँड्न पाउँछ नि सजिलोले होइन। हिजो मैले प्रत्यक्ष लाइभ गरेँ, बाटो त्यस्तो खालको छ होइन। र अब पहिलेको सांसदहरू कुर्सी हानाहान गर्थ्यो होइन। पहिलेको अब जेनजी आन्दोलन अगाडिको सांसदहरू पहिले कुर्सी हानाहान गरेको भिडियो देखेको थिएँ। अनि अहिले चाहिँ नि अब जेनजी आन्दोलन पछिको नयाँ जेनजीहरू अब युवाहरू नेताहरू है, युवा सांसदहरू देश बनाउँछ भन्दाखेरि झन् तानातान चुम्मा चुम्मी मस्किने घच्चा घुचुहरू काने खुसी गर्ने सांसदहरू हुनुहुन्छ। तपाईँहरूको भवन पछाडि तपाईँहरूको जुत्ने भवन पछाडितिर 1 घन्टा भए पनि तपाईँहरू श्रमदान गर्नु होला है। तपाईँ लक्ष्मी राईको सुझाव सल्लाह सुझाव धन्यवाद है सबैजनालाई।